म चाहिँ अहिले टियु इन्टरनेसनल क्रिकेट ग्राउन्डमा छु। यति बेला टियु इन्टरनेसनल क्रिकेट ग्राउन्डमा सिजन 2 को माहौल एकदमै तातिसकेको छ। तपाईँहरू यहाँ देख्न सक्नुहुनेछ, यो फ्लड लाइटको काम आज सकिएको छ। हिजो 3वटा फ्लड लाइट टेस्टिङ गरिएको थियो। यो आजको यो अन्तिम फ्लड लाइट अब सकिनै लागेको छ। अब 10-15 मिनटमा यो काम सकिनेवाला छ र बाहिरपट्टि पनि देख्न सक्नुहुनेछ यसरी स्ट्रक्चरहरू बनिरहेको छ। यो टियु क्रिकेट स्टेडियमको अहिलेको ताजा अवस्था हो। हेर्नुहोस् त, वातावरण पनि कस्तो खुलेको छ। अत्यन्तै राम्रो वातावरण भइरहेको छ यति बेला र यो फ्लड लाइटको कामहरू पनि लगभग सकिसकेको अवस्था हो यति बेला। टियु क्रिकेट ग्राउन्डलाई यसरी सिँगारिएको छ। यो चाहिँ भिआइपी तर्फको हो। यो चाहिँ यति बेला यो यसरी सिटहरू पनि सबै राखिसकेर तयारी भइरहेको छ। टियु क्रिकेट ग्राउन्डमा यो फ्लड लाइट जडन सँगसँगै दर्शकहरूमा उत्साह छाएको छ। नेपालमै पहिलोपटक क्रिकेट इतिहासमै पहिलोपटक फ्लड लाइटमा बसेर यसरी हेर्न पाउने मौका जुरेको छ दर्शकहरूलाई। यो एकदम खुसीको कुरा हो। टियु इन्टरनेसनल ग्राउन्डमा यही मक्सिर 1 गतेबाट नेपाल प्रिमियर लिगको सिजन 2 सुरु हुँदैछ। यति बेला टियु क्रिकेट ग्राउन्डको बाहिरपट्टि देखिएको यो दृश्य हो। यो टियुको प्राङ्गणभित्र यति बेला सयौँको सङ्ख्यामा क्रिकेट प्रेमीहरूले विभिन्न स्थानमा आफ्नो आफ्नो क्याम्प बनाएर यसरी क्रिकेट खेलिरहेको दृश्य देख्छौँ। यसले पनि नेपालमा क्रिकेटको क्रेज कति छ भन्ने कुरालाई प्रष्ट पार्न सकिन्छ। सबैजनाले यति बेला यहाँ क्रिकेट खेलेको हामी दृश्यलाई देख्न सक्छौँ। यसले पनि नेपालमा क्रिकेटको विकास र क्रिकेटलाई धेरैजनाले पछ्याइरहेको छ भन्ने एउटा गतिलो उदाहरण हो। यो चाहिँ मक्सिर 1 गतेबाट टियु क्रिकेट ग्राउन्डमा नेपाल प्रिमियर लिगको दोस्रो सिजन सुरु हुँदैछ। यतापट्टि टियु क्रिकेट ग्राउन्ड यतापट्टि छ भनेदेखि यो त्रिविकै क्षेत्रभित्र पर्ने यो जुन प्राङ्गणमा केही दिन अगाडि यहाँनिर श्रमदान गरेर यो झाडीहरू फाड्ने काम पनि गरिएको थियो। अहिले यो झाडी फाडिएको ठाउँमा यसरी विद्यार्थीहरू, यहाँ पढ्ने विभिन्न तहका विद्यार्थीहरू, यहाँका स्थानीयहरू अहिले यति बेला क्रिकेटको माहौल तताइरहेको हामी दृश्य देखिरहेका छौँ। अब क्रिकेट ग्राउन्डभित्र विभिन्न सजावटहरू र फ्लड लाइट र कुर्सी जडानको काम सकिसकेको छ र ब्यानरहरू र भिआइपी स्ट्यान्डहरू बनाउने काम चलिरहेको अवस्थामा यता बाहिरको दृश्य भने हेर्न लायक छ। विद्यार्थी भाइ बहिनीहरू यति बेला टियु क्रिकेट इन्टरनेसनल ग्राउन्डको बाहिरपट्टि यसरी विभिन्न समूह बनाएर क्रिकेट खेलिरहेको दृश्य हामी देख्न सक्छौँ। यो मनमोहक दृश्य यहाँहरूको लागि